काम चाहिँ यस्तो छ गाइजहरु, यो सबै दुरेन हो। यो बिरुवाहरू सबै दुरेनको बिरुवा हो। यस्तो डाँडा त कतिवटा छन्, कतिवटा सबै यस्तै दुरेनको बिरुवाहरू मात्रै छन्। सबै एउटा हेलिकप्टर थमाइदिएको छ काम गर्नको लागि। गाइजहरु तपाईहरुलाई म देखाउँदैछु है त हेलिकप्टर कस्तो हेलिकप्टर दिएको छ। एउटा हेलिकप्टर थमाइदिएको छ। आवाज पनि सुनिराख्नु भएको होला तपाईहरुले। हेलिकप्टर चाहिँ यो हो। घरबार जोड्न किन जाँगर चलिरहेछ कि साथीहरु सबै बगिरहेछ। जाँगर चलिरहेछ। नेपालबाट भागेर आएको, यहाँ मलाई गाह्रो भइरहेको, मलाई पक्रेर लानु छैन मलाई। तपाईँ भागेर आउनु भएको कि भिजा लाएर आउनु भएको? तपाईँ भिजा लाएर आएको? तपाईँ भागेर आउनु भएको कि भिजा लाएर आउनु भएको? भिजा लाएर हो। के गर्नु, नेपाल सरकारको यस्तै छ पारा। के हो यो चाहिँ के हो? हेलिकप्टर थमाइदिएको छ। यो चाहिँ के हो? हेलिकप्टर थमाइदिएको छ। हेलिकप्टर खै कसरी घुम्छ? हेलिकप्टर थमाइदिएको छ। के आज चाहिँ गाइजहरु हेलिकप्टरको फन्दामा सर्प परेको गाइजहरु। हेलो गाइज, आज फेरि हामी काममा आइसकेको अवस्था। हामी काममा आइसकेका छौँ। अब हाम्रो मेसिन स्टार्ट हुँदैछ। साथीहरु चुरोट खैनी चुरोट खाँदै हुनुहुन्छ। यो मेसिनहरु टक्क तेलसेल टक्क ल्याइसकेको छ। दुरेन घारीमा आइसक्यौँ हामी। यसरी छ घाँसहरु। यो बोर्ड चाहिँ दुरेनको। घाँसहरु यसरी छ। परतिर चाहिँ काटिसकेको छ हामीले। यिनीहरू चाहिँ काट्न बाँकी। सर्प पनि खुब आउँदो रहेछ यो घाँसमा, झाडीभित्र। अस्ति अजिङ्गार भेटाइरहेको थियो एउटा, तपाईहरुलाई म देखाउँछु। अजिङ्गार पनि भेटाएको छ हामीले। तपाईहरुलाई त्यो अजिङ्गार पनि देखाउँछु म। यतातिर चाहिँ काटिसकेको छ, काट्न बाँकी। पारी भित्तामा पुरै त्यो तेलको हो जङ्गल। यसरी छ। घाँस काट्नुलाई एकदमै खतरा हुने रहेछ, एकदमै डेन्जर। सर्पले टोक्ला भन्ने डर, ठुङ्ला भन्ने डर। के गर्ने, हाम्रो देशको स्थितिले गर्दा हामी नेपाली दाजुभाइहरू यसरी अर्काको मुलुकमा आएर ज्यानको बाजी राखेर चाहिँ काम गर्नुपर्ने विडम्बना छ। के गर्ने, यस्तै छ हाम्रो देशको स्थिति। तपाईँहरूलाई त्यो अजिङ्गार देखाउँछु है त म। ठुलो अजिङ्गार चाहिँ Wen, Eko jumpa lah Wen. Jumpa Wen. Woi, laju. Dia terus. Pegang kepala. Dah belakang kita tahu.
Beli aku tuh. Berkali terus. Tapi yang ini mudah sikit. Cepatlah weh. हेलो वेलकम ब्याक गाइज। अब हाम्रो चाहिँ खाना खाने टाइम हुँदैछ गाइजहरू। अब हामी रुमतिर जाँदैछौँ। हेलिकप्टर यहाँ छ हाम्रो थन्काइराखे। अब चाहिँ हामी खानालाई रुमतिर जाने तयारीमा छौँ। हुन त 10 मिनट बाँकी छ। यो पुरै दुरेन घारी हो गाइज। हामी चाहिँ अब खाना खाने तयारीमा ल गाइज। हाम्रो नेपालको नियम कानुन सत्ता जति त्यो तख्ता पलट भए पनि हाम्रो लागि हुने केही होइन रहेछ। कसलाई विश्वास गर्ने कसलाई नगर्ने। अब नयाँ आउने पिँढीहरूले चाहिँ नयाँ आउने राजनीतिक दलहरूले चाहिँ नयाँ अनुहारहरूले चाहिँ के गर्छ कि भन्ने झिनो आशा चाहिँ रहेको छ हामी नेपालीहरूमा। के हुन्छ हेर्दै जाऊँ। यो चाहिँ गाइज हाम्रो होस्टेल भएको एरिया हो। साथीहरू यहाँ बाहिर बसेर शीतल ताप्दै हुनुहुन्छ। यो एरिया चाहिँ शीतल छ, हेर्नलाई रमाइलो छ। काठमाडौँ भ्याली जस्तै देखिन्छ हेर्नलाई। यो चाहिँ हामी बस्ने होस्टेल हो। यहाँ बाइकहरू राख्छन् काम गर्नेहरूको। यहाँ तल पुरै तेल गाडी हो। तल रोड छ, तल सेक्युरिटी गेट पनि छ। यो पर देखिने सबै दुरेन लगाएर छ। एक किसिमको यहाँको राष्ट्रिय फल होला सायद। यहाँ मात्रै पाउने रहेछ त्यो दुरेन भन्ने काडा भएको। साथीहरू चाहिँ छट्ट बसेर शीतल तापिरहनु भएको छ। थ्याङ्क्स फर वाचिङ। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। केही सल्लाह सुझाव छ भने कमेन्ट गरिदिनु होला। भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू।